हजुर हजुर दर्शक नमस्ते मेरो सम्पूर्ण सर्भिसहरूलाई कहाँ हुनुहुन्छ जहाँ हुन्छ जस्तो अवस्थामा हुनुहुन्छ होइन पक्कै पनि मेरो भिडियो चाहिँ तपाईँको मोबाइलमा आइसकेछ भने चाहिँ होइन अन्तिमसम्म हेरिदिनु होला है त। पक्कै पनि के छ भने आजको भिडियो चाहिँ म चाहिँ स्कुल पढ्न छोडेर होइन घरबाट भागेर आएको क्या होइन खाडीमा। त्यही त बाध्यता त थिएन, रहर थियो खाडी जान भनेर एउटा मैले ऱ्याप हानिरहेको छु होइन। पक्कै पनि के कस्तो लाग्छ होइन तपाईँहरूले अन्तिमसम्म हेरिदिनु होला। त्यही भएर चाहिँ यसो सम्झिँदा दुःख लागिरहेको छ कि होइन। त्यही भएर सानो छोटो मिठो मिठो मिठोको शब्द छ। त्यही पनि म तपाईँहरूलाई सुनाउँछु के कस्तो लाग्छ है त प्रतिक्रिया चाहिँ दिनु होला है त। सुरु गर्छ ए आमा चित्त नदुखाउन घर छोडी हिँडे म त टन्न पैसा कमाउन बाध्यता त थिएन रहर थियो खाटी जान भन्न त भन्थ्यौ आमा राम्रोसँग पढ छोरा पढ। दुःख लाग्छ आज दुःख लाग्छ आज आमा त्यो आमा सधैँ भन्नुहुन्थ्यो राम्रोसँग पढ्नु गयो। म चाहिँ ग्याङ लिएँ कहिले छाडी कहिले गाडी जहिले पनि हिँड्ने गर्थेँ स्कुलबाट भागिरहेँ घरबाट हिँड्थेँ म त चट्ट बनेर साथीसँगै मिल्दो बन्थ्यो किलो ग्याङ। नेक्स्ट भिडियोमा है त गाइज, नेक्स्ट भिडियोमा मन परे लाइक सेयर चाहिँ अवश्य गर्नु होला होइन फुल भिडियोको लागि कति चाहिँ गर्नु होला। पक्कै पनि नेक्स्ट भिडियोमा आउनेको छ है त। बाई।